अब पनि खेल सुरुवात हुनेछ। हामी दुवै टिमको नाउँ अनि प्रार्थना गर्नेछौँ। जिले ब्याटर्स क्लब आयोजक टिम डार्कफिल्ड सीमा रहेको छ र स्टार्टिङ लाइनअपमा जर्सी नम्बर 5 मा पेन लेम्बो, चस्मा 10 मा बुद्धिराज लिम्बू, चस्मा 6 मा प्रमोद राजबाडी क्लबबाट विरुद्ध लिग खेलिसकेका खेलाडी चस्मा 17 विष्णु सुनवार, चस्मा 12 मा कृष्ण साख्या जो चर्चित खेलाडी रहेका छन्। साइडलाइन्स खेलाडी र विभिन्न लिगहरू खेलिसकेका प्राइम एजमा दशमलव 9 मा विशाल राय, दशमलव 3 प्रेम लिम्बू, दशमलव 16 मिलबहादुर फस्ने किपरको भूमिकामा, त्यसै गरी 25 मा रिफल कुमार तामाङ गोलकिपरको भूमिकामा रहेका छन्। स्टार्टिङ लाइनमा र दशमलव 14 मा मित्र बहादुर फस्ने, दशमलव 7 मा परिवार खड्की, दशमलव 13 मा जसु राई टिम क्याप्टेनको भूमिकामा रहेका छन्। दशमलव 18 मा तेज कुमार लिम्बू रहेका छन्। टिम कोचमा मुकुम सुब्बा, टिम म्यानेजरमा अनिस बालो, त्यसै गरी टिएफसी इन्डियाको टिम रेड जर्सीमा रहेको छ र स्टार्टिङ लाइनअपमा दशमलव 1 मा प्रवेश राई गोलरक्षकको भूमिकामा, दशमलव 3 मा कुलमान राई टिम क्याप्टेन रहेका छन्। दशमलव 8 मा ब्रुसली, दशमलव 16 मा ढेनल, दशमलव 15 मा मिलन राई, दशमलव 7 मा योगेश तामाङ, दशमलव 11 मा कपिहाल सुब्बा र दशमलव 4 मा आशिष सुब्बा, दशमलव 5 मा निरु लिम्बू र जर्सी नम्बर 10 मा अमित भगत। सब्स्टिट्युसनमा जर्सी 9 मा हारिस राई रहेका छन्। 14 मा न्युहाङ तामाङ, दशमलव 2 मा हिरेन बराइली र त्यसै गरी टिम कोचमा राजेश राई, टिम म्यानेजर कुमार राई र पनि खेल सुरुवात पवन राईको स्मृतिमा जिले भेटरन्स क्लबले आयोजना गरेको तेस्रो प्रदेश स्तरीय नकआउट भेटरन्स फुटबल प्रतियोगिता 2082 को प्रतिमा छ। राजस्थानमा आएर टिम भेटिङ रहेको छ। टिमको लागि यो भिडियोलाई धेरै मार्क्स सेयर गर्दै गर्नुहोला। अब पनि यो खेल सुरुवात हुने क्रम पनि फोटो सेसन रहेको छ। तेस्रो प्रदेश स्तरीय भेटरन्स फुटबलको आधारमा प्लेटफर्ममा छौँ। आज रोमाञ्चक खेल रहेको छ। नेपाल भर्सेस इन्डिया पनि भन्न सक्छौँ हामी। सिलसिले भर्सेस टिआरसी रोमाञ्चक खेल। तपाईँले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँ कमेन्टमा लेख्दै गर्नुहोला। आज हामीलाई क्यामेरामा साथ दिइराख्नु भएको छ शेखर पोखरेल। कमेन्ट बक्समा म रुसन खड्का रहेको छु। Top couple, just a त्यसै गरी भिडियो क्वालिटी कस्तो आइरहेको छ कमेन्ट गरिदिनु होला। तपाईँको कमेन्टलाई हामीले कमेन्ट गर्नुभयो भने त्यही सहज पनि हुनेछ। समस्या के आइरहेको छ कमेन्ट गर्न नछोड्नु होला। यहाँ जर्सीमा हामी देख्न सक्छौँ डिआरसी इन्डिया र नेपाली टिमहरूको कलेक्सन हामी देख्न सक्छौँ। जर्सी डिआरसी इन्डिया
ट्रेन व्यस्त रहेको छ यति बेला जसै इंडिया से इंडिया बल किक अफ गर्न सरी जिजिलेको लागि यो फर्स्ट हाफ किक अफको लागि टिम क्याप्टेन रहेका छन् यो किक अफ गर्नको लागि टिम क्याप्टेन जसु राई र यो हुइसल फ्लोसँगै आजको खेल किक अफ भएको छ बलमा कमल खवास लिम्बू कार्यक्रम क्रम आयोजकको लागि यो मौका बन्न सक्छ सुरुवाती समयमा जसु रहेका छन् र यो फ्री पोस्टमा गोल गर्दै सुरुवाती समयमै 23 सेकेन्डमा आफ्नो टिमलाई अग्रता दिएका छन् टिम क्याप्टेन जसु लिम्बू सरी जसु राई रहेका थिए पहिलो गोल आइसक टिमको लागि त्यहाँ गोलरक्षकको पोजिसनमा गल्ती र पहिलो गोल आइसकेको छ आयोजक टिमको लागि क्याप्टेन डिएफसीको लागि त्यहाँ प्रेसरमा रहेका छन् सेभ गर्दै टिप्ने क्रममा त्यहाँ एलएल राई लङ बल खेलमा कताते फर्कन चाहन्थ्यो हारमा पास लिएका छन् लिम्बू साइड पास खेलेका छन् त्यहाँ मित्र बस्नेत थर्ड पास बुद्धराज लिम्बू जो राजधानीका खेलाडी स्टारबाट खेलिसकेका खेलाडी पनि हुन् अनुकार खवास र अहिले पनि साक्ष्य पश्चित खेलाडी नेपाली प्याटर्न्स फुटबलमा एकले छाप छोडिसकेका खेलाडी हुन् उनी कमल खवास अनुकार पास त्यहाँ डिफेन्डरको लागि विष्णु सुनवार लिम्बू आयोजक टिमकै बल पोजिसनमा